हाम्रो मेचीनगर 13 मा हातेमालो वन समुदायिक निचाझोडा सिमसारभित्र अहिले बिहान साँझको घटना हो यो। तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ, म देखाउन आँटेको छु। एउटा कार यहाँ चोरी गरेर जंगलभित्र ल्याएर फालेको अवस्थामा यहाँनिर भद्रपुर नगरपालिकाबाट दमकल आएर आगो नियन्त्रण गरेर यहाँ कारको खानतलासी हुँदैछ। देख्न सक्नुहुन्छ तपाईहरुले यहाँनिर भिडियो। यो जलाउने मान्छेको चप्पल, यो बोतलमा पेट्रोल निकालेर छरेर बालेको रहेछ। यो छोरा मान्छेको चप्पल हो। कार यस्तो अवस्थामा छ, लगभग यो कार नयाँ कार हो। नटहरू पनि नयाँ नयाँ छ, जलेर जस्तो देखेको हो। हेर्न सक्नुहुन्छ भित्रको पनि अवस्था जलेर सबै खराब भइसकेको छ। हाम्रो स्थानीय बासिन्दाहरू पनि यहाँनिर वरिपरि देख्न सक्नुहुन्छ।